आज चाहिँ म फ्रेन्ड हुन जाँदैछु पासङलाई। मुगलाई भनेको मान्छे नि ठिक लाग्दैन मलाई होइन। मतलब म अर्कैसँग बोल्छ कि मसँग अहिलेसँग बसेपछि म तिमीसँग चाहिँ बस्दैन। स्याड हुनु पनि केही छैन है भन्छ मैले त्यत्रो माया गरेको त्यस्तो कदरै छैन। तिमीसँग त बस्दिनँ अब बस्नु मिल्दैन भन्दैछु त। अनि अहिले आएर मलाई दुःखले पार्नु तिम्रो भयो त अनि अर्को बनाइसक्यो त अनि होइन एकछिन बस न कुरा गर्नु छ क्या। तेरो बहिनीले तान्दियो नि गर्दैन कस्तो ग्लेन गरे हो र। हेलो एभ्रिवान एन्ड नमस्ते एन्ड सुल्फाफुल्ला। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। एन्ड म पनि सन्चै छु होइन। तपाईँहरू पनि धेरै भन्दा पनि प्राइम भिडियो लिएर आउनु प्राइम भिडियो लिएर आउनु भनेर भन्दा पनि होइन। सो तपाईँहरूको इच्छा चाहिँ फाइनली पुरा भएको छ गाइस। आज चाहिँ म फ्रेन्ड हुन जाँदैछु पासङलाई। को भन्नुलाई पासङलाई मेरो बोयफ्रेन्डलाई होइन। अनि फ्रेन्ड हुन जाँदैछु होइन। अनि अहिले चाहिँ बेलुकाको 5:45 भइरहेको छ होइन। अनि चाहिँ वासरुम गएको चाहिँ धेरै भइसक्यो धेरै टाइम भइसक्यो होइन। सायद आउने बेला पनि भइसक्यो होला होइन। सो अब एकछिन वेट गरौँ होइन। उसलाई चाहिँ अब उयो सुत्दियो भनेर अनि सुतेर उठेर वासरुम गएको थियो कि। अनि आइडिया चाहिँ हिजोदेखि आइरहेको मलाई होइन। दिनमा घुमिरहेको थिएँ होइन। अब दिनमा त भनेर थाक्छु थिएन। सेटिङहरू मिलाएँ अनि यतिकै छ होइन। जस्तो हुन्छ त्यस्तै तपाईँहरू धेरै डिमान्ड गर्नुभयो होइन। प्यान गर्न लगाएको छु मैले पासङलाई होइन। सो त्यो गाइस सुरुवात चाहिँ गर्दिनँ होला होइन। प्यानको डिमान्ड चाहिँ गर्ने अनि सुरुवात नगर्ने यसो नगरिदिनु होला होइन। सो सुरुवात खाँदै गर्नु होला। अब इन्ट्रेस्टिङ भएको लागि नहोला अब त्यही गरौँ साह्रै म चाहिँ बस्छु। मेरो भइसक्नु होइन गिटार दिउँसोदेखि हिजोदेखि प्यानसँग चाहिँ भन्दैन होइन। मैले चाहिँ मल्टिप्स भिडियोहरू मोडमा राखेको छु क्या। प्लस मैले अनि छोडेर अब एडजस्टमेन्ट गरेर होइन। सायद खासै नोटिस हुँदैन होला। मैले यतिकै छोडेर सिकिन्छु होला। अनि ड्युटीमा आउँछ नि त। अनि अर्को नभएको बसिरहेको छु भिडियो पनि मैले पोस्ट गर्छु कि हेर्नुहोस् त। त्यो मैले चाहिँ कहिले कन्फ्युज मात्रै हुन्छ ब्लगहरू गर्नु मलाई त्यही भएर। सो त्यो गाइस अब एडिट गरौँ जस्तो एकछिन होइन। मैले त नर्भस छु होइन। नर्भस हुन्छ नर्भस छु होइन। सो त्यही के हो कस्तो बोलायो मलाई सिम्पल भयो किन बोलायो लास्ट भोलि के पऱ्यो 12 बजी खाएन मैले भोलि कुरा नि। ओइ बेलुका भइसक्यो। दिनभरि त सुत्छ कि गेम हेर्छ अनि कामै छैन भोलि लाग्यो कति आउनुहोस् त काठपोली भित्रदैन किन मलाई चाहियो चाहिएन मलाई खाना त दुईजना सँगै खायो भने के त मलाई भोक लाग्यो नि त। कति नै खाएन त्यो भन्नु त धेरै नै होइन धेरै खाएको मैले भन्ने खाएको छैन खाता खाँदैन कहिले किनिदिँदैन त तैँले राखिदिएछ पैसा मलाई खै यो खुट्टामा त्यस्तो माथि नगर्दैन मैले कसको मेसेज आएको थियो सुनिरह बस्न मलाई बसेर कुरा गर्नु
म चाहिँ उठाउँछु त्यो यसरी हेरेर त मलाई त मगाउनु त थाहा त हुन्छ फेरि मैले मगाएर भने मान्छे भन्ने कुरा यहाँ बसिरहेको यहाँ बस ए खाली गेम यार मोगलाई भनेको मान्छे नि पहिला यहाँ बस कुरा गर्छु म त्यसपछि त खाना गर्छु कस्तो कुरा हो र अचानक के कुरा हो र अब कुरा मागेर धेरै भयो नि त त्यही भएर यसो पहिला यहाँ बस्न न भन्छु पहिला यहाँ बस भन्दैछु किन बस्नु पऱ्यो यहाँ बस्नु थाहा गरेको छैन सुन्न यहाँ बस छिटो न यहाँ के भयो नि अब के भन्नु सुन्छ त सिरियसली कुरा गर्नु थालेको मैले त कुनै मजा भएन नि फेरि सुन्छ मजा सुन्छ ल्याङ्गिँदै गर्दैन पर्दैन के कुरा हाले कस्तो के कुरो गर्छौ एकैचोटि कस्तो लेख्ने हो र कुरो भने नि लेख्ने सुन्ने होइन सुन्नुपर्छ त्यही लागि ब्याड न्युज हो होइन त्यही भएर नरिसा भनेको क्या के भएर ब्याड न्युज मलाई जहिले ब्याड न्युज लागेर आउँछ तपाईँले जहिले ब्याड न्युज कहिले सुन्न खानु सुनाउनु पर्छ त हामी सुन्छ होला नि अब सुरु गरौँ त रिसाउँदैन है ल्यान्डमा ठुल्ठुलो सर नगरेर फिल्ममा पनि रिस उठ्छ अगाडि नै भनेको राम्रो कुरा गरेर छिन् तिम्रो लागि ब्याड न्युज हो नि मेरो लागि गुड न्युज हो अनि भन्न त अनि गुड न्युज के ब्याड न्युज के भन्न खोज्यो बोक्रा कन्ट्रोल गर्न होइन अब अहिले चाहिँ के मतलब आजभोलि चाहिँ अब हाम्रो के भन्छ अरे प्याचअप भएको चाहिँ 1 वर्ष पनि हुँदैन नि त बिचमा बेसी कस्टिङ भएर होइन अनि त्यसपछि बिचमा तिम्रो बानीहरू ठिकै राख्थ्यो अब अहिले कस्तो लाग्छ नि मलाई तिम्रो बानी कस्तो लाग्छ कस्तो के मैले त बुझिनँ त बुझेन तिमीले कहाँबाट बुझ्छौ तिम्रो हेबिट अब मलाई त थाहा हुन्छ नि तिमीले थाहा हुँदैन के भयो मेरो हेबिट के खोट छ जस्तो खोट होइन अब तिम्रो हेबिटहरू ठिक लाग्दैन मलाई होइन शुद्ध कुरा मैले अब यो कुरा भन्न खोजेको अब तिमीहरू तिमीले बुझ्नु तरिका बुझ्नु भनेर अब भन्न पनि पाएन होइन तर अहिले काम पनि छैन त्यो अहिले भन्नु भन्नु क्या ठिक काम स्टार्ट गरेपछि त्यही हो बुझिरह्यो भन्न खोजेको मैले बुझेकै छैन के भन्न खोजेको पहिला कुरा भन्छ अनि अहिले टुङ्गा होइन कि पहिला चाहिँ हाम्रो त्यस्तो भएर त्यस्तो भएको थियो अनि प्याचअप भएको थियो त्यसो भएर बिचमा राम्रो लाग्थ्यो अहिले लाग्दैन भनेको के अनि पुरै त्यहाँ पनि यहाँ चाहिँ कसरी टुङ्गो जानु मैले भन्दैछु त अनि भन न अहिले अब तिम्रो हेर्नु राम्रो लाग्दैन मलाई हेर होइन अनि बुवाले पनि अब देखाउँछ तिमीले अनि त्यही भन्न चाहिँ मैले त्यही भएर तिम्रो ब्याड न्युज हो भनेको कस्तो मेरो हेबिट के बिचमा कस्तो भएको रे बिचमा राम्रो लाग्थ्यो अब अहिले राम्रो लाग्दैन नि त अनि पुरानो भइसक्यो कहाँ पर्छ त कस्तो पुरानो भइसक्यो पुरानो नहुन्छ अहिले चाहिँ कस्तो मेरो हेबिट कस्तो लाग्यो राम्रो लाग्दैन अब मैले भनेको मान्दैन तँ भने चाहिँ के मान्दैन तिमीले मान्दैन के भयो भिडियो पाएँ त्यो थाहा त्यसमा थाहा भएन अनि म त बोल्छु हेर सिधा हेर म त दिन होला
त्यस्तो के बोल्छ के हुँदैन होला मतलब म अर्कैसँग बोल्छ के म अर्कैसँग बोल्छ अर्कै कुरा भन्नु अनि बोले त के भयो त त्यस्तो साथी यस्तो दाइ भाइ हेर म त्यस्तो भनेर कोही बेलामा बोल्दा नि बोल्दा थाहा नै होला होइन त्यो अनि त्यही भएर हामी चाहिँ रिलेसनसिपमा छौँ रिलेसनसिपमा छौँ अनि म चाहिँ तिमीलाई त मैले भन्छु भनेको अब भन्छु भनेर भने हामी बोलेको 1-1.5 महिनादेखि भइसकेको छ म त बोल्छु अब बोले त हामी सिनेमा गर्दा हामी चाहिँ भन्छु भन्दाखेरि अनि दसैँ आयो अनि त्यसपछि फेरि अनि तिहार आयो अनि तिहार पनि सक्यो अनि त्यो बोलीको 1.5 महिना भयो अनि त्यसमा चाहिँ मेरो हेबिट मन नपऱ्यो नि होइन तिम्रो हेबिट अस्ति नै देखि मलाई मन परेको थियो क्या अनि त्यसपछि अनि त्यस्तै अस्ति मैले 2 महिना अगाडिदेखि होला हेबिट मन परेन थियो अहिले त भने मन पर्दैन जस्तो त्यही भएर दिने त्यही भएर बोलेको अनि 1.5 महिना जति भयो होइन अनि मेरो कुरा चाहिँ तिमीलाई के भन्नु छ मैले चाहिँ के भन्दा अब केही नगर त्यही हो मैले भनेको त्यही हो मैले अब तिमीलाई किन अब ध्यानमा राख्नु भनेर चाहिँ अब अहिले नै भन्नु होइन अनि बोलेको 1.5 महिना भएको रहेछ तिमीहरू होइन अनि मलाई चाहिँ किन पहिला भनेर पहिला त किन भन्नु अब भन्छु भनेको तर मैले भनेको दसैँ आयो फेरि तिहार आयो भन्नु पाएन नरिसाएको मलाई अघि त नरिसा भनेर भनेको खासमै होइन सो घरमा केही भन्नु छ भने मैले त भनिहाल्यो अब हुन त हाम्रो अब कति वर्ष 7 वर्षको रिलेसन हो हुन त होइन भएर पनि अब तिमीसँग पनि हुँदैन जस्तो लाग्यो अनि मैले तिमीसँग बोल्न थालेँ राम्रो लाग्यो सबै राम्रो सोचको हेबिटहरू सबै मभन्दा पनि राम्रो होला नि त्यो तिमीलाई त उसलाई किन दाबी र राम्रो नराम्रो भन्नु त हेबिटहरू राम्रो छ मैले भने सबै मान्छ त्यही हो तिमी त मान्दैनौ तिमीलाई चाहिँ अब मानेको मात्र केटाहरू पायो भने चाहिँ मानेको नमानेको केटाहरू मात्रै चाहिने यस्तो भन्नु पनि छैन कि जे भयो नि अब बुझ्नु पऱ्यो नि त मेन भनेको तिमी बुझ्दैनौ त अनि के गर्नु त मैले अब यत्रो 7 वर्ष हेर हामी 2 दिन रिलेसन पनि बस्यो छिटो पनि बस्यो त्यही पनि भएर अरूलाई नहेर्ने मान्छे हो तिमीलाई अरू मैले पनि हेर्नुहुन्थ्यो नखाने अब तिमीले बानी जस्तो देखाएपछि अब हेर्नै पर्ने रहेछ अब मेरो बानी के भएर मेरो बानी रहेछ तिम्रो बानी अब अनि तिमीले मलाई भनेको भयो एक शब्द तिम्रो बानी यस्तो छ उस्तो छ भनेर भन्दा थाकेँ कि म त त्यही भएर म त आफै बाटो लाग्छु भनेर सोचेँ भन्दा थाक्यो कहिले भनेको पानी बोल्दै गएर खानु गर्दा हामीहरू पुग्दाखेरि म त अब तिमीसँग बस्दैन होइन अब उसँग रिलेसन नभए है अब म तिमीसँग बिहान पुगेर मात्रै बस्छु सक्दैन नि त त्यही भएर अब तिमी के गर्छौ होइन के गर्छौ बोल न मैले के गर्नु एक त मैले भन्दा छु त अब उसँग रिलेसन बसेपछि म तिमीसँग चाहिँ बस्दैन भनेर चाहिँ अब होइन दुईजनालाई अब यस्तो अब गर्नु नि त भएन नि त अब म उसँग रिलेसनसिपमा बसेपछि अब उसँग नै रिलेसनसिपमा गएर उसलाई पनि नराम्रो लाग्छ नि त तिमीसँग बसिरह भन्ने थाहा त्यो पनि थाहा हुँदैन नि म अब मसँग बोलिरह होइन उसले भन्दा पनि थाहा नबस्छ भन्दै के हो भनेर होइन सुन त्यही भएर भनेको अब म बस्दैन तिमीसँग तिमी अब के गर्छौ भन
तिमी अब खेल्दैतिर बस्छौ कि घर बस्छौ कि त्यो गाडी तिमीले आउँथ्यौ होइन बोलौँ न के त्यहाँ ढुङ्गा पनि केही छैन है अब तिम्रो पनि लाइट हो मेरो पनि लाइट हो त्यही भएर अब चाहिँ के भन्नु होइन अब जे हो त्यही भनिदिएको भन्छ मैले त्यत्रो माया गरेको त्यस्तो कदरै छैन होइन तिमीलाई त कदर भएन मेरो मैले गरेको माया अनि मलाई चाहिँ के भन्नु तिमीले मैले गरेको मायाको कदर गरेर मैले पनि तिमीले गरेको मायाको कदर गर्नु स्याहार के हुनु पर्दैन होइन के हो कुरा भनिहाल्ला के गर्छ भनिहाल्ला के गर्छु अब तिमी म तिमीसँग त बस्दिनँ अब बस्नु मिल्दैन भन्दैछु त अब तिम्रो मैले जबरजस्ती तिमी चाहिँ कहाँ बस्छौ त त्यही त भन् कहाँ तिमीले जबरजस्ती मलाई राख भने चाहिँ जबरजस्ती राखेँ म बस्दैन नि त अमल दाई जिन्दगी अमल दाई जिन्दगी त्यही भएर म मात्रै गरेर हो अब मेरो केही कुराहरू भन्नु भन्दैन केही कुरो चित्तमा बुझ्दैन अरू चिजहरू बुझे पनि नबुझे पनि केही फरक पर्दैन होइन भन्छ नि अब त्यही हो अब त मैले तिमीसँग बस्नु भएन त्यही हो अब मैले चाहिँ के भनेर अब तिमीहरू त्यसरी बोल्ने रहेछ अनि अहिले आएर मलाई चाहिँ एक्लै पार्ने तिमीलाई एक्लै पारेको होइन नि त मैले अब के भन्नु हो तिमीलाई अब आफ्नो आफ्नो चोइस हो यो तिमीलाई पनि माया नगरेन गरेको तर तिमीले बुझेन के भन्नु मैले केही कुरा बुझेन होला तिमी बुझ्दैनौ अब त्यही हो उसले धेरै बुझ्छ होइन अब कुरा मात्रै बुझेर पनि हुन्छ त उसको मनमा के भइरहेछ के बितिरहेछ अब कुरा मात्रै बुझेर पुग्ने त्यस्तो होइन उसले सबै हुन्छ नि सबै बुझ्छ सबै बुझ्छ सबै बुझ्छ भन्नाले अब राम्रो छ बुझ्छ सबै कुराहरू प्रब्लमहरू बुझ्छ तिम्रो जस्तै एकचोटि जमाउने रिसाउने यहाँ गर्ने यस्तो गर्दैन भएर गर्ने त्यो गर्दैन अब त अब त कति अब धेरै लभ गरेर बस्छौँ होला अब त बिहे गर्छ होला धेरै लभ गरेर बस्यो भने काम सम्झाउँछ लभ गरेर बस्छ अब तिमीहरू मिलेर बस्छ नि त अब मैले तिमीहरू राम्रोस् हामी जस्तै नगर्नु क्यामेरा त्यस्तो नगर्नु के पछि उसलाई मैले यस्तो हुँदैन जति म देखेको छैन तिमीलाई त्यस्तो भएन होला मैले देखेँ छैन अब त्यही पनि अब त्यसैले हुँदैन त्यस्तो छैन राम्रो बुझ्नु पनि तिमी के गर्छौ अब घर जान्छ तिमीले भन्नुपर्छ म त्यहाँ होइन हौ सुन्नु बोल्नु न शान्त भएर अरू जस्तो बोल्नु सक्छ नि त्यो किन सक्छु भने सोधेको अहिलेसम्म एक्लै बसेर नि हामी कहिलेदेखि ए मसँग बोलेको भने पहिलेदेखि एक्लै गएको नि तिमीभन्दा अगाडि मभन्दा अगाडि तिमी त कति बसेको एक्लै बस्नु त्यही जसरी एक्लै भन्नु पछि अहिले आएर नि एक्लै त भयो
नि अब त्यो बदला अब के मलाई अब अहिले आएर जस्तो मैले गरेँ हेर्नु तिम्रो बेहोराहरूले बानीहरूले मेरो बानीले गर्दा तिमीले अघि बढेन बनाउनै पर्ने परिस्थिति के भन्दै त्यस्तै सिचुएसन आयो क्या तिमी भने मान्दैनौ अनि भनेको माने पनि त हो भन्ने कुरो हुनु भने पनि मान्दैन भने मान्नु के गर्नु मसँग भिडियो बनाउनु आउँदैन अनि के भिडियो बनाउँदैमा त्यो के गर्दैमा चाहिँ के माया पर्ने हो र बोयफ्रेन्ड भएपछि त जे भने गर्दैन भनेको मान्नु पर्दैन नि मैले तिमीले भनेको के नमाने खाँदैन मेन पोइन्ट कुरा त्यो हो नि त बिना कारण भयो नि त यति सानो कुरामा तिमीले भयो भने बनाउनु न अरे मैले भन्नु के नै छैन बनाइसक्यो त के भयो त अनि बनायो भयो सक्यो त अनि सक्यो त अनि के फरकै नपर्ने रहेछ त भन्ने थाहा भयो हो राम्रो भयो त बनाएको राम्रो भयो तिमी के गर्ने गयो तिमीले गएर भन्नुहोस् जाउँ न अब तिमीसँग बस्दै बस्दैन एउटै कुरा कसरी सुनाउनु पर्छ भयो छ भन्दा सक्यो त अनि मभन्दा राम्रो होला नि त अब मैले राम्रो ट्रिप गर्ने होला ट्रिप त गयो राम्रो त्यो बानी मेन भनेको बानी राम्रो देखाउनु पऱ्यो त्यही पजिटिभ हिँड्दा पनि बानी राम्रो देखाउनु त्यस्तो चाहियो तिमीलाई एक्लै हिँड्नु पाएँ एक्लै खानु पाएँ म त छैन अनि तल मात्र खाना पाएँ भयो अनि त्यस्तो स्वादी मान्छे मलाई चाहिएन तिम्रो लागि चाहिएन तिमी चाहिने हो भने त्यस्तो स्वादी मान्छे प्रब्लम छ भने थाहा हुँदा हुँदैन के गर्नु न के गर्नु अलिकति हुन्छ नि अब आफ्नो घरमा त्यस्तो प्रब्लम छ भने अलिकति हुन्छ नि जे भयो भने अब केही नगरे पनि अलिकति केयर गर्नु त्यस्तो भयो नि त हुन्छ भनेको त मान्दैन के को केयर गर्नु त्यही भएर अघि गर्नु राम्रो भएर राम्रो जान्छु के गर्छौ भने अब तिमी चित्त नबुझेको चित्त नबुझेको कुराहरू भन भन्दा नि भन्दैन चुप लाएर बसिरहन्छ अब कस्तो चित्त बुझ्ने कुरा हो र तिम्रो भयो त अनि अर्को बनाइसक्यो त अनि अर्को बनाइसक्यो अब त्यस भए गइहाल नि त्यता बसिरहेको अनि मैले भनिरहनुपर्छ त अनि जाउँ न जाउँ भइहाल्यो त जाउँ जाउँ भन्ने तिमीले पनि भयो मलाई पनि भयो नि भयो त्यहाँ भइहाल्यो तिमी बनाउनु अर्को तिमीले बनाउँदा के मैले के बनाउनुपर्छ भन्छ र बनाऊ नबनाऊ मलाई के भन्छ बनाउँको भन्नु मैले जबरजस्ती बना भन्नु भन्छु पाइहाल्नु तिमीलाई पनि नभन्दा राम्रो टोलाउँदै नगर्छ धेरै चुप लाएर बस्ने हो चुप लाएर बस्ने हो अब स्याहार न हो होइन यस्तो चिल पारा होइन होइन मैले अब मसँग हुँदाखेरि अब मैले साथीहरूसँग भेटमा हिँड्न दुईजना थियो अब भेट हिँड होइन नोट गरेर त्यही हो अन्त पनि हामी अब किनेको नि भाइ आज फुलमा डेली चलाएको फुलाल्न लाग्यो फुलाल्नु दुईजना एकचोटि लाग्यो फुलाल्नु सबै खाइदिनु
Ini bilang nggak ada kamu. Kamu kan? Itu mah itu tadi aja mungkin mana tinggi kan. Kalau ini yang ada pulang saja. Sama-sama itu. Mau din nombor sembilan nanti dong. Ini lagi waktu. Banyak yang bahan. Ini lagu betul betul yang mana? Lagu apa betul betul? Kau ini betul mana? Wah, beneran ini. Itu lagi mana? Kira nama Maya kau ni mana cari? Ini semua sama itu saja. Ini bos nora. Dengan kau ni kira jani, tiga ni, kaya jani mana ni? Abu jangan. Ayolah, ini bosan kurang lagi. Bosan. Nyau. Bosan. Nada ni. Bosan. Bos nora. Bosan nama tinggal. Yang cip dia macam. Masa tu? Kita orang kawan. Bosan dia ni, bosan. Bosan mah. Tinggi sangat. राम्रो त गरेन मेरो अघि छ त अब भयो त अनि कति किस गरेर मलाई चाहिँ नि त्यो किस हो र जाने अब लुगाहरू पनि ल्याएर जाउँ त म यहाँ त त्यहाँ गएको छु त्यहाँ तिम्रो लुगा खाएन उसो यसमा तिमीलाई त्यसलाई तेरो बहिनीले तान्दियो नि मेरो मेरो बहिनीको लुगा कमी छैन अर्को बहिनीको गाना टम्नु लुगा तिमीले के चाहियो भएन हामी अघि हाल्छौँ चाहिन्छ भयो त्यो किन अन्त यहाँ चाहिँ बस्न कुरा फाइनल गर्नु परेन ब्रेकअप गर्नु पर्यो त्यो गर्नु भयो त नि अब अनि बस्न न अनि यहाँ अब बस खै तिम्रो मोबाइलबाट यस्तो भएछ हटाउ त्यसपछि अनि त्यसो गरिदेऊ तिमीले हटाउनु छैन मैले हटाउने हटाऊ म चाहिँ किन हटाउनु र हटाउ आफै हटाउ मलाई त्यो अनि त्यसपछि किन त अनि म अब कोही भन्छ कि अनि भयो नि त राम्रो हटाउनु पर्यो नि अर्को गर्लफ्रेन्डको त्यो फोटोहरू नि राख्नु त हटाउनु त सबै त मेटाउनु पर्यो जान्नु पर्यो त्यही माथि यसमा तेरो मेरो फोटो छैन छैन अनि यो अस्मा हटाएको लिएको हेर्नु मैले हो अनि कहिले चाहिँ खिचाएर यसमा चाहिँ फोटो कहाँ खानु नम्बरहरू त हटा ल्याङ्ने अरे नम्बर चाहिँ हटाउनु पर्यो नि त नि मेरो नम्बर त पब्लिक गरिदिस् भने त्यस्तो छैन त्यस्तो छैन पब्लिक गर्नुपर्ने के थाहा किन पब्लिक गरिदिस् भने चाहिँ गर्दैन कस्तो ल्याङ्ने गरे हो र किन गर्दैन रिस उठेर गऱ्यो भने चाहिँ जाने अब पूजाको सामान ल्याउँला नि तँलाई पूजा गराउनु हो त्यो पनि राम्रो काम गरेको मैले कहाँ झन्डै रुममा गएन त्यही भएर अर्को बहिनी यस्तो माया गर्नु चाहिँ थाहा भएको
मैले के बिहोर्दै तँलाई फेरि बिहोरा देखाइरहेको त हुन त मेरो पनि बोयफ्रेन्ड छ तेरो भएन किन फरक पर्ने र जस्ट भनेको मात्र होइन के भन्दैन भयो त तेरो नि भयो मेरो नि भयो सबै आफै डिसाइड गर्दैछ तेरो नि मेरो छ कि तर थाहा पनि हुँदैछ कहाँ जाँदा थाहा हुने सबै अनि भयो त अनि के भन्नु दामी तिमीले गरेको के नाम हो तिमीले के काम गर्नु यो फ्याल्दै नि त अनि तँलाई राम्रो हेर नि तिमी आफू लगेर फ्याल्छौ तिमी फ्याल्ने नफाल मलाई के मैले के भन्नु राम्रो कुरा गरेको छु लुगा लिएर त उता भन्नु मैले के भन्नु के लाग्यो लुगा लिएर जा हेयर सिधा पुरा प्रश्न हुन्छ लुगा लिएर जा भने के इमेल गरेको के इमेल गरेको लुगा चाहिँ लिएर जाउँ म निकाल्दैन अलिक बस्नु त यहाँ चाहिँ बस्छ निकाल्दैन त नि लुगा निकालिदिन्छु भनेपछि तिमी यहाँ बस्नु त ल यहाँ बस्नुपर्छ त नि यहीँ बस्नुपर्छ नि अनि देखा लाग्छ मलाई लिएर पानी म लुगा निकालिदिनु यहाँ सुइरहेको नि त जानिन हेर्नु त सक्छ हाल्नु मलाई सक्छ हात उठाइदिए हात पनि अगाडि गर्नेले बित्तिकै हात उठाउनु पाउँछ पैसा मेरो थियो नि अब अर्कैको भइसक्यो भएपछि लु निकाल्दै राख्छ आफैले त म तँलाई कुन लुगाहरू खान्छु निकाल्ने त पर म निकाल्यो भने बस्छ निकाल्यो भने तर त्यहाँ बस्न बस्यो त बस्छ आँखाको बिल्डिङ बस्छ ए छुँदैन चाहिँ सरी अरू म त अर्कै भन्नु होला है सरी अब अनि बस्छ नि त अनि मान्दैनौ त तिमी अनि माने नि त हो भन्नु त्यही त हेलमेट एकछिन म लगाइदिन्छु एकछिन भनेको यहाँले दार्जिलिङ लुकाइ पनि लाग्दैन लु बस्छ एकछिन नलुकाइ हो बस्छ त बस्छ लु छिटो तिमीले ढिला हुन्छ फेरि भनेको भने चाँडो भने के भइसक्यो न फेरि तपाईँको बेबी कुन कुन लुगा राम्रो भन्नु त सबै गरे के हो त्यो त मेरो मल हो अनि त्यहाँ चाहिँ किन जाने तिमी थालैमा देख्छ नि त्यहाँ मल राखेर होइन राखी छ होला त्यहाँ हो नपत्ता हेर न मेरै मल त नि यतिकै तेरो तर्दिकाको थाहा भइसक्यो के जर्दिकाला ए तैँले प्राय गर्नु खोजेको मलाई हेर्नु भिडियो हेर्नु त भिडै छैन मेरै मल हो कि तिमीले त अघि पनि यता फर्किएर हेरिरहेको थियो मुसु यसरी गुडियाले उयो च्यापिरहेको थियो कि मैले त नहेर भने भर्खर पो आफै यस्तो हट्दा सिधै हेर्दा पो देख्यो छोड त त्यो मिल्दैन त छोरालाई मिल्दैन मैले प्लान गरेको बसेँ अनि यहाँ प्राङ्क गरे बस्नु बस अनि यहाँ बस्नु म भन्छु तर नि साँच्चीकै एउटा त्यहाँ बस्न खोज्छु कि अब के अनि
देखिरहेको छु यहाँबाट मैले देखिसकेँ होइन तर अनि दिउँसोबाट त्यहाँ राखेको अनि नोटिस हुँदैन अलि अघिसम्म त नोटिस भएन नि त अनि अलिक झगेसै भयो क्या अनि त अब यहाँ बसेर यता साइड लगाएपछि त अनि मलाई हेरेर त मैले बनाएर देख्दैन नि हुन त मैले फेरि यहीँ मात्रै बोलाएँ छोडिदिनु पनि रहेछ उता जानुलाई मेरो प्लानै फेरि खायो हुन त के प्लान खायो हानेर यसलाई त के फरकै पर्दैन रहेछ के फरक पर्ने हो र अनि के फरक परेर पऱ्यो नि मान्छे मुटु यहाँ चिराचिरो भइसक्यो बाइक जाने हेलमेटले यस्तो कहाँ जान्छ लु किन जहाँ अब बस्नु पर्दैन कहाँ जाने हो जहाँ होटेल जाने के गरेर जाने अनि त जान्छु भन्नुहोस् नि त यहाँबाट तँ आफूले जा भन्छ जहाँ कि नजानु कि म यहाँ बस्नु भन्यो त रुम त पऱ्यो भनेर भनेको जहाँ लाउनु नगएर दिइहाल्यो लास्टमा म चुत्र पुत्र गरेर देखिस् भने मैले अब यस्तो गरेर चाहिँ यस्तो चाहिँ गरेँ है तर नोटिस भएन होला यस्तो गर्दा हुँदा मुख छोड्यो नि त त्यही भएर देखिहाल्छ नि त यस्तो ठाउँमा खतरा ठाउँमा मोबाइल राखेपछि अनि त्यही त राखेको मैले राख्नु Oh my god! Hello guys! तपाईँ नोटिस हुँदैन थियो जस्तो राखेको तर भयो प्लान किनेको प्याङ जस्तो लगाइदियो कि प्याङ जस्तो छोडेर त्यसलाई न केही फिल भयो तर के फिल भयो यो मोबाइल गर्दा मेरो मोबाइल कहाँ लुगा होइन मैले म गर्छु क्या यसले चाहिँ अब भ्लग चाहिँ म यहाँ गर्छु ल म चाहिँ आज किन भने यति होइन यसले म लुगाको टपमा देखाउँछु तपाईँहरूलाई होइन यसले म अझै कहाँ लुकाएको छ भने होइन यहाँनिर छ गाइस अनि यो यस्तो गर्दै चाहिँ देखाइदिएन होइन जब कि यो यहाँ उभिरहेको थियो नि त यहाँ उभिँदै यसको देखायो कि यसको चर्ती काला कस्तो चर्ती काला हो र एक्कासी बोयफ्रेन्ड छ बोलेको 1 महिना भयो 1.5 महिना भयो भयो त अनि म बोल्यो भने साथी नै के गर्छ 1.5 महिना भयो गाइस बोलेर होइन म साथी नै बोल्यो भने के गर्छस् के गर्नु छोडेर जान्छ है चुपचाप आफ्नो बाटो लाग्छ यो त है गाइस अब म ब्रेकअप गर्छु योसँग किनभने यसले मलाई माया गर्दैन रहेछ यसले मलाई म कहाँ लुगारे भन्छ तैँले आज मलाई के गर्नु लाग्यो प्र्याङ्क गर्नु लाग्यो के भयो प्र्याङ्क फेल खायो होइन गरेको पनि तर अहिले भर्खर हो नि त यसले थाहा पाएको थोरै न अस्ति फर्स्टमै थाहा पाएको त होइन नि म्याक्सिमम् कति पछि थाहा भयो यसले 20-25 मिनट पछितिर थाहा भयो होला है हुन त म त्यतैतिर धेरै चुदुरफुदुर गरेँ कि गाइस तपाईँहरूले हेर्नु पनि भयो होला होइन चुदुरफुदुर धेरै त्यहीँ भयो क्या मेरो अब फेरि अब यो उता जान्छ अनि अब क्यामेरा एङ्गल मैले ठिक्कै यहाँ बेडलाई मात्रै मिलाएको छु अनि त्यसरी उता गएपछि अब कि त रुमभरिको क्यामेरा एङ्गल मिलाउनु पऱ्यो होइन त्यही भएर अब ऊ के गरेर थाहै पाउँदैन अनि त्यही भएर मैले चाहिँ यहाँको मात्रै मिलाएको थिएँ अनि फेरि अब यहीँनिर राख्नु भनेर धेरै यहीँ पनि तानेको अब भएन त्यही पनि केही छैन होइन तपाईँहरूको डिमान्ड जे भयो नि पुरा गर्ने कोसिस त गरेँ नि त अनि कस्तो भयो तँलाई म 1.5 महिना अरूसँग बोल भन्दाखेरि भरि आँसु चाहिँ भइबसेको थियो होइन बिचरा रुन नसकेर बाहिर जान लागेको रहेछ जक्की जा भन्छ हुँदैन अनि जान्थ्यौ तिमी ऊ हेलमेट प्याक अनि हुडीसुडी टक्क रेडी मैले किनेको हुडी लाउनु पर्छ तिमीलाई अनि तिम्रो नाम कहाँ छ तिमीले किनेर यहाँ त्यो ब्लग प्रुफ छ नि फेरि थाहा छैन यो हुडी किनेको नि प्रुफ नै छ नि जस्तो प्रुफ सुफ हामी हेर्दैन अनि कस्तो लाग्यो भन नि त मतलब तिमीलाई चाहिँ कस्तो लाग्यो थाहा नपाउँदा चाहिँ थाहा नपाउने बेलासम्म चाहिँ यस्तो उर्सिँदैन तँलाई भित्ताउनु टाँसेर एक बक्यो मलाई थियो तर के गर्नु मैले देखाइहालेँ यस्तो हेरेको के हो त्यहाँ भनेर हेरेको त फेरि अब अलिकति थाहा नहुँदैन मलको कभर सबर नै झिकेको झन् हमको पत्ता चल गया क्या करने वाला है रुख तँलाई म अर्को मल नदेख्ने तरिकाले गर्छु अब म भनेर के भन्नु म सबै ठाउँ हेर्छु अब त मलाई एङ्गल अब राम्रोसँग मलाई एङ्गलहरू उयो गर्न आउँदैन कि त्यही भएर म यही बेडसम्मको मात्रै त गरेको थियो अनि त्यसपछि उताको त अझ छैन रुम पुरैको गरेको भए राम्रो हुन्थ्यो होला 2-3 मैले यतातिर टाँसाउनुपर्छ है क्या है पसे पनि त्यसले त देख्नु झन् त्यत्रो टावरले छोपेको आधी छोपेको अब क्यामेरा त छोप्ने कुरा आएन होइन त्यही भएर आधी छोपेको थियो मैले होइन त्यो टावेल बिचरा मेरो लुगाहरू सबै बिगारेको थिएँ मैले सो त्यही हो गाइज होइन अब प्र्याङ्क चाहिँ अब सक्सेस भएन आधीसम्म चाहिँ भयो जे भयो नि सक्सेस नभयो भने सो अब तपाईँहरू इन्जोय गरेर हेर्नुभयो होला आई थिङ्क मलाई जहाँसम्म लाग्छ होइन त्यही लाग्छ मलाई चाहिँ अनि त्यही हो गाइज बाइकको चाबी पनि रेडी गरेको थिएँ जानलाई हानेर सो त्यही गाइज थ्याङ्क यू फर वाचिङ सबैजना लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला यसको प्र्याङ्क चाहिँ आज घटिया थियो
कस्तो घटिया अब बोलेको केटा प्रुफ पनि रेडी गर्नुपर्ने रहेछ गाइस तर मैले सोचेँ कि अब यो यसको प्र्याङ्क चाहिँ आजको लागि चाहिँ फेल बियस भएर ढल्थ्यो कि यो भनेर सोचेको होइन अब के गर्नु मलाई लास्टै भोग लाग्छ खै म खाजा जान्छु यस्तो नजान्नु होइन मलाई कस्तो भोग लागिसक्यो कि मलाई अघि नै कस्तो भयो म यहाँ मर्न थाल्छु म भोग ल गाइस बाइ बाइ एभ्रीवन अब मलाई भोग खाजा जान्छौँ हामी लाग्यो